नमस्कार, म किरण अधिकारी स्काइलिसबाट। आज हामी चाहिँ यो हाम्रो प्रोजेक्ट पाइलोटमा छौँ, जो चाहिँ भरतपुर 5 मा पर्छ। यहाँ चाहिँ अब लगभग सबै घडीहरू सोल्ड आउट भइसकेका छन्। 12-13वटा पिस मात्र बाँकी छन्, तपाईँहरू स्क्रिनमा देख्न सक्नुहुन्छ। अब हाम्रो प्लानिङको विशेषताहरू चाहिँ म तपाईँलाई एकचोटि विस्तृत रूपमा जानकारी दिन चाहन्छु। हाम्रो घडेरीहरूमा चाहिँ पुरै अगाडि घडेरीको अगाडि सर्लक्क 6 मिटरको बाटो हुन्छ, जुन चाहिँ वेल पिच गर्छौँ हामीले सर्लक्कै। अनि बिजुलीको पोल बत्ती सबै फिटिङ हुन्छ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ पोल पनि हालिसकेका छ, हामीले बत्ती पनि हालिदिइसकेका छौँ। खानेपानीको व्यवस्था नि भइसकेको छ, लगभग पाइप हालिसकेका छौँ हामीले यहाँदेखि उतापट्टिसम्म। अनि एउटा-दुईवटा घरहरू पनि बन्न लागिसकेका छ। अब घडेरीबाट नजिकको तपाईँहरूले ल्यान्डमार्क चाहिँ के पाउनुहुन्छ त? घडेरी चाहिँ तपाईँहरूले एकदम चिटिक्कको पर्नुभयो, नजिक के छ भन्ने कुरा नि हुन्छ नि त। ल त्यो देख्न सक्नुहुन्छ, त्यो चाहिँ हाम्रो सिएमसी मेडिकल कलेज हो। यो चाहिँ हाम्रो भरतपुर 5 को सिएमसी हो। कतिजना मान्छेहरू नारायणघाटको भन्नुहुन्थ्यो, झुक्किनुहुन्थ्यो। नारायणघाटमा त्यत्रो जग्गै छैन कि ताकि प्लानिङ गर्न पाओस्। यो चाहिँ हाम्रो भरतपुर 5 नम्बरको सिएमसी हो। सिएमसी ओरिजिनल सिएमसी नै हो। अनि हाम्रो उयो खानेपानीको ट्याङ्की देख्नु भएको छ नि, त्यसको ठ्याक्कै अगाडि भरतपुर 5 को वडा कार्यालय छ। शान्ति चोकको मेन बजार भन्ने पनि त्यही छ। अनि त्यसको यतापट्टि देख्नुभएको त्यो चाहिँ हाम्रो सरकारी स्कुल पऱ्यो। अनि अर्को एउटा सरकारी स्कुल पनि यही नजिकै छ है, 300 मिटर अगाडिपट्टि छ। यो अगाडिको हाम्रो हाइवे हेर्न सक्नुहुन्छ। यो चाहिँ 25 मिटरको मापदण्ड बोकेको हाइवे हो। यो चाहिँ लिङ्क रोड भन्छ यसलाई चाहिँ। यसको यहाँनिरबाट उतापट्टिको त पोलसम्म सर्लक्कै बाटोको मापदण्ड छ। हामीले त्यहाँभन्दा यतापट्टि नै हामीले किताकाट गरेर दिने हो तपाईँहरूलाई घडेरी चाहिँ। यो चाहिँ यतापट्टि रामपुर हाइवेबाट टच छ, अनि यतापट्टि हाम्रो माडीठोडी हाइवेमा टच हुन्छ। र घडेरीको बारेमा अरू के भनौँ, हिजोदेखि यस्तो भयङ्कर पानी परेको थियो। तपाईँहरू चितवनमा हुनुहुन्छ भने थाहा छ होला। त्यही पनि हाम्रो घडेरीहरूमा हेर्न सक्नुहुन्छ एउटा पानीको ताल छैन। अहिले कति मान्छेहरू घडेरी किन्ने बेला झुक्किनुहुन्छ कि गहिरो ठाउँमा किन्नुहुन्छ। घडेरी किन्ने बेला वरिपरिको घरहरू पनि हेर्न सक्नुहुन्छ। उयो घर हेर्नु त ठ्याक्कै हाम्रो लेभलमै छ। घडी हेर्न सक्नुहुन्छ, ठ्याक्क घडेरीकै लेभलमा छ कि। तपाईँले यहाँ एक टिपर माटो पनि पुर्नु पर्दैन कि, सल्लक्क घर उठाउँदा हुन्छ। ल थप जानकारी चाहिन्छ भने माथि दिएको नम्बरमा कन्ट्याक्ट गर्नु होला है त। हस्, थ्याङ्क यू।